साथीहरु लास्ट भिडियोमा हामीले इलिस्ट्रेटरको वर्कस्पेस, यसको इन्टरफेस एन्ड यसको न्यू डकुमेन्टहरु प्लस यसको प्रोपर्टी प्यानलको बारेमा हामीले डिस्कस गरेको थियौं एन्ड जुम टुल र ह्यान्ड टुलको बारेमा पनि डिस्कस गरेको थियौं। अनि आजको भिडियोमा हामी सिलेक्सन, शेप एन्ड डाइरेक्ट सिलेक्सनको कुरा गर्ने छौं है त। यहाँनिर छ हामीसँग सिलेक्सन, यो शेप टुल एन्ड डाइरेक्ट सिलेक्सन। स्टार्टिङमा हामीले शेप टुलबाट नै सुरु गर्ने छौं। कन्ट्रोल आर प्रेस गरेर यसरी रुलर ल्याउन सकिन्छ। शेप टुलमा जाने एन्ड जस्ट क्लिक गरिदिने एन्ड क्लिक गरेर ड्र्याग गर्ने। सो यो हाम्रो एउटा शेप आएको छ र यसको हेर्ने हो भने चार कुनातिर यसरी राउन्डेड एउटा सानो आइकन दिएको छ जसलाई हामीले क्लिक गरेर पनि यसरी राउन्ड गर्न सक्छौं। र यो मेरो इलिस्ट्रेटर 2025 हो। सफ्टवेयर जस्तो सुकै भए पनि टुल्सहरु चाहिँ सेम नै हुन्छ, प्रोसेस सेम नै हुन्छ। बस केही फिचर्सहरु मात्रै नयाँ सफ्टवेयरमा एड हुने हो, अरु बाँकी सबै सेम हुन्छ है त। र यसलाई हामीले यहाँनिर टपमा छ सिलेक्सन टुल। यसको काम के हो त हेरिहालौं। फर्स्टमा मैले पहिला नै भनेको थिएँ, हामीले जुन शेपलाई अथवा टेक्स्टलाई क्लिक गर्दाखेरि टेक्स्टको प्रोपर्टी शो गरेको थियो भने शेपलाई क्लिक गर्दा शेपको प्रोपर्टी शो गर्छ। अब यसको राइट साइडतिर हेरौँ, फिलमा पहिला त यसको कलर चेन्ज गर्न छ। हामीले फिलबाट पनि कलर चेन्ज गर्न सक्छौं। स्विचेसहरु दिएको हुन्छ भने तल स्ट्रोक पनि दिएको हुन्छ है। र यसको बारेमा अझै हामी पछि थोरै डिटेलमा जान्छौं। स्ट्रोकबाट हामीले यसरी बढाउन घटाउन पनि मिल्छ। जस्ट यहाँनिर भन्न खोजेको म सिलेक्सनको कुरा। पहिला हामीले एउटा रेक्टेंगल ड्रा गर्यौं एन्ड सिलेक्सनले के गर्न सक्छ त पहिला हेरौँ है। सिलेक्सनलाई अर्को भाषामा मुभ टुल पनि भन्न सकिन्छ, जुन हामीले फोटोशपमा गरेको थियौं। बट इलिस्ट्रेटरमा हामीले नर्मली सिलेक्सन नै भन्ने गर्छौं। सो सिलेक्सनको के काम हुन्छ त फर्स्टमा छ मुभ गर्ने। सेकेन्ड, यसलाई यहाँबाट थोरै छेउमा आएपछि स्केल अप डाउन गर्न सकिन्छ, यानी कि यसको साइजलाई चेन्ज गर्न सकिन्छ। देन यसपछि यसलाई यहाँबाट रोटेट पनि गर्न सकिन्छ। थोरै छेउमा जाने हो भने यसरी कर्वको सिम्बल आउँछ है एन्ड यहाँबाट क्लिक गरेर रोटेट गर्न सकिन्छ। शिफ्टसँग गरियो भने एंगल वाइज रोटेट हुन्छ। देन यसपछि अल्ट र लेफ्ट क्लिक गरेर ड्र्याग गर्ने हो भने डुप्लिकेट हुन्छ। बट अल्ट सँगसँगै शिफ्ट प्रेस गर्ने हो भने एक्ज्याक्ट स्ट्रेट कपी हुन्छ। ठीक छ, अल्ट र शिफ्ट, अल्ट शिफ्ट। ल अब यसपछि नेक्स्ट छ यसको सिलेक्सन। क्लिक गर्ने, शिफ्टसँग यसरी मल्टिपल टाइम्स सिलेक्ट गर्न सकिन्छ एन्ड मुभ पनि गर्न सकियो प्लस डुप्लिकेट पनि गर्न सकिन्छ। र अर्को सिलेक्सन होल, यानी कि यसको बाहिरबाट क्लिक गरेर ड्र्याग गर्ने एन्ड सबैलाई शिफ्टसित यसरी सानो गर्ने भने एक्चुअल रेसियोमा ठुलो सानो हुन्छ, वा चाहिँ यसलाई छोड्ने हो भने यतिकै र्यान्डमली यसको साइजमा चेन्जेस गर्न सकिन्छ है। सो म शिफ्टसितै गर्छु एन्ड थोरै तल ल्याउँ, डुप्लिकेट जुम। देन यसपछि सबैलाई सिलेक्ट गरेर एकैचोटी कलर्सहरु चेन्ज गर्न सक्छौं। र यसको स्ट्रोकमा पनि हामीले एकैचोटी गर्न सकिन्छ बिकज सबै एकैचोटी सिलेक्ट भएको छ। सो एकैचोटी काम गर्न सकिन्छ है त। सो डाइरेक्ट फर्स्ट हाम्रो सिलेक्सन टुलमा यही नै थियो एन्ड एउटा यसमा के छ त, एकफेर डुप्लिकेट गरिसकेपछि मल्टिपल टाइम्स कन्ट्रोल डी गर्नुभयो भने मल्टिपल टाइम्स डुप्लिकेट गर्न सकिन्छ। सबैलाई सिलेक्ट, डुप्लिकेट एन्ड कन्ट्रोल डीले मल्टिपल टाइम्स डुप्लिकेट है त। सबैलाई सिलेक्ट गरौँ एन्ड यहाँबाट डिलिट। देन यसपछि हाम्रो नेक्स्ट टुल छ डाइरेक्ट सिलेक्सन। अब यसबाट के गर्न सकिन्छ त, सरी एउटा चाहिँ यसमा छुटेको रहेछ। जस्तै यो शेप छ एन्ड सिलेक्सन छ भने यहाँनिर तपाईले देख्न सक्नुहुन्छ चारैतिर राउन्डिङ छ। सो एउटा हामीले शेप ड्रा गर्दा पनि गर्न सक्छौं यसैबाट भने सिलेक्सन टुलले पनि गर्न सकिन्छ है त यसरी। बट प्रब्लम के भइदियो त, सबैतिर जस्तै मलाई एउटा कर्नरतिर मात्रै राउन्ड गर्न छ भने मिल्दैन, चारैतिर हुने भयो। सो त्यसको लागि के गर्न सक्छौं त हामीले डाइरेक्ट सिलेक्सन युज गर्न सक्छौं। अब डाइरेक्ट सिलेक्सन के हो त, सिलेक्सनलाई नै थोरै अपडेट अथवा चाहिँ थोरै अपग्रेड तरिकाले युज गर्ने हो भने डाइरेक्ट सिलेक्सन बेस्ट हुन्छ है। डाइरेक्ट सिलेक्सनले के गर्छ त पोइन्टहरुलाई ह्यान्डल गर्छ, पोइन्टहरुलाई कन्ट्रोल गर्छ। जस्तै कि मैले डाइरेक्ट सिलेक्सनमा क्लिक गर्ने बित्तिकै यसलाई मैले सिलेक्ट गर्छु एन्ड देख्न सक्नुहुन्छ चारतिर ठ्याक्क यो पोइन्टहरु शो गरेको छ। सिलेक्सनमा बीचमा पनि शो गर्थ्यो हैन, बाउन्डिङ बक्सहरु शो गर्थ्यो भने डाइरेक्ट सिलेक्सनमा जस्ट चारैतिर पोइन्टहरु शो गर्छ। सो यसले के गर्छ त, अब यसरी सिलेक्ट गरे पनि भयो और जस्ट क्लिक गरे पनि हुन्छ। यसरी ड्र्याग गर्ने, आफुलाई कस्तो खालको शेप चाहिएको छ यसबाट गराउन सकिन्छ। दुईटैलाई सिलेक्ट गर्न छ, यसलाई सिलेक्ट गर्ने, शिफ्ट सित यसलाई पनि सिलेक्ट गर्ने, यसरी पनि गर्न सकियो। और दुईटैलाई माथिबाट ड्र्याग गरेर दुईटैलाई एकैचोटी सिलेक्ट गर्न सकिन्छ र कर्व पनि गर्न सकिन्छ और मुभ पनि गर्न सकियो, स्क्यू पनि गर्न सकिन्छ। यसरी म दुईतिर फेरि सिलेक्ट गर्छु एन्ड दुईतिर सिलेक्ट कर्नरलाई राउन्ड गरिदिन्छु कर्नरलाई। देन
फेरि सिलेक्ट गर्छु सिफ्टसित यसलाई पनि सिलेक्ट गर्छु र तिनटैतिरबाट पनि यसरी राउन्ड गर्न सकिन्छ एन्ड अब यसलाई यहाँबाट डुप्लिकेट गरौँ यसलाई यहाँबाट फ्लिपको अप्सन छ है यो भर्टिकल फ्लिप यो होरिजेन्टली हो म यसलाई भर्टिकल गर्छु एन्ड दुईटैलाई सिलेक्ट गरेर अल्ट र सिफ्ट प्रेस गरेर यहाँबाट पनि यसलाई होरिजेन्टली फ्लिप गर्न सकिन्छ सो एउटा यस्तो खालको एउटा दामी सेप बनेर आउँछ है स्टकलाई अफ गर्न छ स्टकमै क्लिक गर्ने एन्ड यहाँबाट पनि अफ गर्न सकिन्छ है एन्ड डाइरेक्ट सिलेक्सनमा अझै धेरै अप्सन्सहरू छ यसलाई पनि हामीले बुझिहालौँ यहाँनिर जस्तै मैले एउटा इलिप्स पनि ड्र गरेँ सिफ्टसित एन्ड यसमा माथिपट्टि डाइरेक्ट सिलेक्सन फेरि हामीलाई 4वटा पोइन्ट दिएको छ क्लिक गर्ने एन्ड अघिनको केसमा हामीलाई यहाँनिर ह्यान्डल दिएको थिएन किनकि यो अहिले कन्भर्ट टु पोइन्ट छ बट यहाँनिर चाहिँ अहिले कर्भमा छ है त्यही भएर यसमा चाहिँ ह्यान्डल आएको थियो त्यसमा चाहिँ आएको थिएन बट यसलाई पनि हामीले चेन्ज गर्न सकिन्छ पहिला यसको हेरौँ त यसरी पोइन्टहरूलाई पनि हामीले यसरी सार्न मिल्छ डाइरेक्ट सिलेक्सनको थ्रु है यो चाहिँ सिलेक्सनबाट पोसिबल छैन डाइरेक्ट सिलेक्सन नै चुज गर्नुपर्छ सिलेक्ट गर्ने बित्तिकै यतापट्टि फेरि यसको सेटिङहरू खुल्छ अहिले खुलेको छैन बट पोइन्टलाई सिलेक्ट गर्ने बित्तिकै पोइन्टको सेटिङ्सहरू खुल्छ अब यसमा ह्यान्डलिङ त दिइसकेको छ अलरेडी होइन यहाँ पनि लेखेको छ पोइन्ट टु स्मुथ अलरेडी स्मुथ छ बट यसलाई मैले यहाँबाट कन्भर्ट टु पोइन्ट गर्न पऱ्यो भने फर्स्टको अप्सन क्लिक गर्ने यानि कि चुच्चो आइदियो सिम्पल वेमा भन्नुपर्दा चुच्चो आइदियो अब यसमा अलरेडी छ हाम्रो होइन पोइन्ट छ कर्भ गर्न पऱ्यो भने फेरि सिलेक्ट गर्ने एन्ड यहाँबाट कर्भमा ल्याउन सकिन्छ र ह्यान्डल आउँछ दुईवटा यसमा ह्यान्डल छैन किनकि यो अहिले पोइन्ट छ बट यसलाई पनि मैले यहाँबाट कर्भ गरेँ भने फेरि कर्भमा आउँछ र अहिले हेर्ने भने यसमा पनि ह्यान्डल छ र यसमा पनि ह्यान्डल छ दुईटालाई हामीले यसरी इजिली डाइरेक्ट सिलेक्सनले कन्ट्रोल गर्न सकिन्छ दुईतिरै है अनि यहाँबाट पनि कन्ट्रोल गर्न सकियो यसलाई पनि सिलेक्ट यहाँबाट मुभ गर्न सकिन्छ र ह्यान्डलबाट पनि यसलाई इजिली कन्ट्रोल गर्न सकिन्छ सो आफूलाई जुन वेमा सजिलो लाग्छ अथवा जे गराउन छ इजिली दुईटै अप्सनबाट गर्न सकिन्छ डिलिट गर्न छ सिलेक्ट गर्ने डिलिट गरिदिने कन्ट्रोल जेड यसलाई पनि सिलेक्ट गर्ने डिलिट गरिदिने है सो दुईटै तरिकाबाट गर्न सकिन्छ अब फर इक्जाम्पललाई मैले अझै एउटा सेप ड्र गरेँ एन्ड डाइरेक्ट सिलेक्सनले मलाई यो पोइन्ट डिलिट गर्न छ सिलेक्ट गर्ने देन डिलिट गरिदिने म थोरै लाइट कलर चुज गर्छु डबल क्लिक येल्लो एन्ड डाइरेक्ट सिलेक्सन सिलेक्ट डिलिट सिलेक्ट एन्ड डिलिट सो यसरी हामीले गर्न सक्छौँ ल डाइरेक्ट सिलेक्सनमा यति नै हो तलपट्टि ग्रुप सिलेक्सन दिएको छ यसले चाहिँ अब मल्टिपल सेप्सहरूलाई एकैचोटि ग्रुपमा सिलेक्ट गर्न सकिन्छ है यही नै हो यसको फिचर बाँकी त अरू त्यसपछि डाइरेक्ट सिलेक्सनले सिलेक्ट गरिसकेपछि जुनलाई चलाउनु मन लाग्छ मेनुअली पनि चलाउनु मिल्यो र सबैलाई एकैचोटि चलाउनु पनि सकिन्छ है त अब यसपछि हामी आउँछौँ सेपमा जस्ट अब रेक्टेङ्गल ड्र गरौँ आफ्नो इच्छाअनुसार रेक्टेङ्गलहरू बनाउन सकिन्छ भने सिफ्टसित ड्र्याग गऱ्यो भने एक्ज्याक्ट स्क्वायरमा आउँछ यो पनि हामीले अगाडि भनिसकेको थियौँ यसलाई ओपेसिटी यहाँबाट पनि कम बढी गर्न सकिन्छ इन्क्रिज वा डिक्रिज गर्न सकिन्छ यसको ओपेसिटीलाई र यसपछि यहाँनिर हेर्ने भने सेपको एक्स्ट्रा सेटिङहरू दिएको छ यहाँनिर रेक्टेङ्गल राउन्ड रेक्टेङ्गल इलिप्स पोलिगन स्टार रेक्टेङ्गलमा लेफ्ट क्लिक गर्ने हो भने ड्र्याग गर्न त सिकियो बट लेफ्ट क्लिक गर्ने हो भने हामीलाई साइजेसहरू पनि यहाँबाट लिन मिल्छ जस्तै यहाँ पिटी देखाउने बित्तिकै पोइन्ट मात्रै आउँछ भन्ने हुँदैन मैले 15 cm बाई 10 cm राखेर पनि साइज लिन मिल्छ यसरी ठिक छ अहिले पोइन्ट किन आयो त किनकि हाम्रो पोइन्टमै सेट छ रुलरमा जाने राइट क्लिक गर्ने यहाँबाट इन्चेस वा सेन्टिमिटरमा राखेर पनि गर्न सकिन्छ ओके देन यसपछि यहाँनिर राउन्ड रेक्टेङ्गल दिएको छ सेमै हो यो पनि यहाँबाट पनि राउन्ड गर्न मिल्छ यसरी र फर्स्टकोबाटै गर्न मिल्छ त्यही भएर आई थिङ्क यो धेरै हामीलाई युजफुल हुँदैन देन यसपछि अर्को छ इलिप्स ओभल सेपमा आउँछ सिफ्टसित ट्र्याक गऱ्यो भने एक्ज्याक्ट सर्कलमा आउँछ र सिफ्ट र अल्ट प्रेस गर्ने भने सेन्टरबाट पनि हामीले यसरी एक्चुअल रेसियोमा सर्कल बनाउन सक्छौँ अथवा इलिप्स ड्र गर्न सक्छौँ देन यसपछि पोलिगन छ क्लिक गरेर ड्र्याग गर्ने पोलिगन सेप आउँछ अहिले यहाँनिर पोलिगन छैन यो हाम्रो हेक्सागन छ 6वटा साइड छ नि त सो यहाँबाट दुईवटा तरिका छ एउटा लेफ्ट क्लिक गर्ने एन्ड यहाँबाट साइडहरू दिन मिल्छ 5 आयो अथवा क्लिक गरेर ड्र्याग गर्ने र एरोले यसरी अप वा डाउन एरोले यसरी हामीले साइडहरू बढाउन वा घटाउन सक्छौँ आफूलाई जति चाहिएको छ त्यति गर्न सकिन्छ एन्ड पोलिगनमा पनि यो हाम्रो राउन्डको अप्सन छ यसरी गर्न सकिन्छ
पुरानो भर्जनमा सायद नहुन सक्छ है, त्यही भएर। बट चारैतिरबाट गर्न छ भने पुरानोमा पनि डाइरेक्ट सिलेक्सनमा क्लिक गर्ने एन्ड सबैतिर आउँछ, यहाँबाट पनि गर्न सकिन्छ। सो सेपमा यो नि भयो एन्ड सबैलाई डिलिट गरौँ एन्ड थोरै केही डिजाइनहरू गरौँ है, सेपको युज गरेर। म रेक्टेङ्गल ड्र गर्छु एन्ड यसको स्ट्रोकलाई कलर यहाँबाट पनि चेन्ज गर्न मिल्छ, यताबाट पनि गर्न मिल्छ, दुईटै अप्सन छ। सो यहाँबाट यसलाई अनि स्ट्रोकलाई पनि यहाँबाट चेन्ज गर्न सकिन्छ। अफ गर्न छ भने स्ट्रोकलाई जस्ट यहाँबाट अफ गरे पनि भयो एन्ड यहाँ आएर पनि अफ गर्दै हुन्छ। अब म यसलाई यहाँबाट थोरै रोटेट गरिदिन्छु एन्ड डुप्लिकेट, कन्ट्रोल डी, सबैलाई सिलेक्ट, सिफ्टसित थोरै सानो एन्ड सिलेक्ट गरेर यहाँबाट यसलाई कपी एन्ड सबैलाई सिलेक्ट, अगेन डुप्लिकेट। सो यसरी हामीले प्याटर्नहरू पनि बनाउन सक्छौँ। थुप्रै आर्टवर्कहरू हुन्छ जुन हामीले यो सफ्टवेयरबाट बनाउन सक्छौँ इजी वेमा है। सो बिस्तारै बिस्तारै हामी त्यतातिर पनि जान्छौँ। सो अहिले चाहिँ सिम्पल मात्रै केही डिजाइनहरू गरौँ एन्ड थोरै एउटा ट्री पनि गरिहालौँ। म लेफ्ट क्लिक गर्छु पोलिगन लिएर एन्ड यसमा 3 साइड दिउँ एन्ड एउटा ट्री बनाऊँ न यसरी। तिनवटालाई सिलेक्ट एन्ड यहाँबाट ग्रिन कलर एड गरिदिने एन्ड एउटा रेक्टेङ्गल लियौँ, क्लिक गरेर ड्र्याग गर्ने, यसको कलर ब्राउन दिउँ। ठिकै छ। अब यसलाई तल गर्नु पर्यो। तल गर्नको लागि सिलेक्ट गर्ने, राइट क्लिक गर्ने एन्ड यहाँनिर ट्रान्सफर्म अरेन्जमा गएर सेन्ड टु ब्याक है। कन्ट्रोल सिफ्ट लेफ्ट, कन्ट्रोल सिफ्ट लेफ्ट क्लिक, कन्ट्रोल सिफ्ट लेफ्ट स्क्वायर ब्र्याकेट, देन स्पेस सबैलाई सिलेक्ट गरेर राइट क्लिक गरेर ग्रुप गर्दै पनि हुन्छ। सर्टकट की छ यसको कन्ट्रोल प्लस जी है, ग्रुप हुन्छ एन्ड डुप्लिकेट गर्न सक्यो, कन्ट्रोल डी, यसरी सबैलाई सिलेक्ट, यसरी डुप्लिकेट गर्न सकिन्छ। सो आई होप हजुरहरूले आजको भिडियो बुझ्नुभयो होला एन्ड यसरी नै तपाईँहरूले सेप्सहरू थ्रु डिफ्रेन्ट स्टाइलहरू डिजाइनहरू चाहिँ गर्न सक्नुहुन्छ एन्ड तल कमेन्ट पनि लेख्न सक्नुहुन्छ भिडियोहरू कस्तो लाग्यो होला अनि यसमा के इम्प्रुभ अझै गर्न सक्छु, सो त्यसबारे पनि हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। सो आजलाई यति नै, फेरि भेट्छौँ हामी अर्को नेक्स्ट भिडियोमा।